यो 1/12 वृत्त अन्तर्गत योभन्दा अगाडि हामीले केन्द्रीय कोण र परिधीय कोणको सम्बन्धको कुरो गरिसक्यौँ हैन। चाप र केन्द्रीय कोण, चाप र परिधीय कोणको कुरो पनि भयो र आज एउटा यो छ अन्त्यभन्दा अगाडि अर्को के पनि भयो, अर्धवृत्तमा बनेको कोणको कुरो पनि भयो हैन। र अब यो एउटै चापमा आधारित परिधिका कोणहरू बीचको सम्बन्ध के हुन्छ भन्ने कुरा हामीले हेर्ने, कागज काटेर हेर्ने भन्ने कुरो भएको छ। र मैले एउटा चित्र पनि बनाएको छ। यो चित्रमा वृत्तको केन्द्रबिन्दु छ ओ मा, चाप चाहिँ बीसी लिए मैले अहिले बीसी चाप, अहिले मैले वृत्तको परिधिको आधाभन्दा केही कमै हुने गरी चाप लिएको छु हैन। त्यो जति पनि लिन मिल्छ, जति पनि भन्नाले आधा जति पनि लिन मिल्यो, आधाभन्दा केही बढी पनि लिन मिल्यो। चाप फिक्स गरिसकेपछि परिधिमा अब यो चापमा त लिनु भएन हैन। यो चापलाई हामीले आधारित बनाउने, यसको आधारमा अथवा यसमा स्ट्यान्डिङ हुने कोणहरू बनाउने भनेर अर्को परिधिमा बाँकी चापमा भनौँ न, चाप बीसी फिक्स गरिसकेपछि बाँकी रहेको चापमा दुईटा बिन्दु ए र डी लियो र त्यसपछि त्यसलाई क्रमैसँग ए लाई बी सँग र सी सँग, डी लाई पनि त्यही बी सँग र त्यही सी सँग के गरियो, जोडियो। जोड्दाखेरि अब हामीसँग परिधिमा दुईवटा कोणहरू भए। कुन चापमा आधारित भन्दाखेरि चाप बीसी मा आधारित, र ती कोणका नामहरू के छन् भन्यो भने कोण बीएसी र कोण बीडीसी है, छन् कि छैनन्? कोण बीएसी र कोण बीडीसी कस्तो कोणहरू हुन् भन्यो भने हामीले चाप बीसी मा आधारित परिधिका कोणहरू हुन् भन्नुपर्ने हुन्छ है। र हामीले यो दुईटा कोणहरू बीचको सम्बन्ध के हुँदो रहेछ भनेर खोज्ने। अब त्यसका लागि एउटा यो कागज काटेर गर्ने, त्यसका लागि मैले त्यही कुरो यहाँ बनाएको छु। जस्तै अहिले यसलाई फिक्स माने, मैले मानौ यो तल्लोपट्टिको चापलाई फिक्स मानेर यो चापमा आधारित परिधिका कोणहरू कुन कुन भनेर यसरी यहाँ मार्क गरिदिएको छु त। एउटा यो कोण, अनि अर्को यो कोण, यो र यो है। यी दुईटा कोणहरू कस्तो छन् भन्दाखेरि यो चापमा, अहिले तलतिरको भनौँ, यो चापमा आधारित परिधिका कोणहरू हुन्। र त्यसो भए यसलाई मैले यसरी घुमाइदिएँ, घुमाउँदाखेरि एक जोडी त्यस्तो अर्को पनि पाइयो। यहाँ हामीले त्यो कुरा पनि बुझिराख्नु पर्यो हैन। यसलाई चाप मान्दाखेरि यो दुईटा कोणहरू भए, यो चापमा आधारित परिधिका कोणहरू। तर यसरी घुमाएर हेर्दा त यो चापमा आधारित यो पनि त्यस्तै अवस्थामा रहेछ भनेपछि यो कुरो त सँगै हुने रहेछ, त्यो कुरो पनि थाहा पाउनु पर्यो हैन। वृत्तको एउटै चापमा आधारित परिधिका कोणहरू हामीले बनाउँदै जाँदाखेरि कति जोडी बनिरहेको हुँदो रहेछ? दुई जोडी बने कि नै? जोडी भने थाहा छैन हैन। यो र यो एक जोडी भयो, एक जोडी परिधिय कोण भयो। यिनीहरू भनेको यो चापमा आधारित परिधिय कोणहरू भए। त्यसलाई हामीले यसरी हेर्दा यो र यो भनेको फेरि अर्को जोडी, अर्को एक जोडी भयो कि भएन? यस्तो हाम्रो त्रिभुज र चतुर्भुजका क्षेत्रफलमा केमा आयो यस्तो कुरा? एउटै चापमा के अरे एउटै आधार र उही समानान्तर रेखाहरू बीच रहेका के त्रिभुजहरूमा पनि आयो यस्तो कुरा आएको थिएन? मतलब हामी यसलाई त्योसँग लिङ्केज पनि गर्न सक्छौँ। एउटै आधार र उही समानान्तर रेखाहरू बीच रहेका हामीले एक जोडी त्रिभुज बनाउँछु भन्दाखेरि आधार परिवर्तन गर्ने बित्तिकै त्यहाँ अर्को जोडी पनि बनिरहेको हुन्छ कि हुँदैन? हो, त्यस्तै तरिकाले त्यसमा पनि त्यो पाइयो कि नै? यसलाई चाप बनाएर हेर्ने हो भने, यसलाई चाप मान्ने हो भने चाहिँ यो चापमा आधारित परिधिका कोणहरू भनेर हामीले यो कोण र यो कोण पायौँ। यसलाई सट्ट घुमाइदिँदाखेरि यसलाई चाप मान्दाखेरि त्यतिखेर परिधिका कोणहरू यो र यो भयो कि भएनन्? हरेकपल्ट चाहिँ त्यो हुन्छ, त्यो कुरालाई पनि हामीले ख्याल गर्ने। र अब अहिले हामीले परीक्षण गर्न खोजेको कुरो के हो भने अहिले एउटा एक जोडीलाई लियौँ हामीले, यसलाई र यसलाई लिनेछौँ हैन। यो चापमा अब यसको केही नाम राख्यो भने जस्तै त्यसलाई त्यो नाम अनुसार यहाँ नाम राख्दाखेरि यो पोइन्टको नाम बी, यसको नाम सी, यसको ए र यसको डी हामीले राख्ने हो भने यसको यो कोणको नाम हुने भयो, यो कोणको नाम हुने भयो बी बीएसी र यसको नाम हुने भयो बीएडी अथवा के अरे यो बीडीसी हैन, अथवा सीडीबी या चाहिँ बीडीसी यसको नाम हुने भयो। अब यो दुईवटा कोणहरूको बीचमा अहिले हामीलाई कति डिग्रीको हुन्छ भन्नेसम्म जानु छैन। हामीलाई खालि यो दुईवटा कोणहरूको नाप कस्तो हुन्छ, यिनीहरू एक आपसमा बराबर हुन्छन् कि अथवा एउटा ठुलो एउटा सानो हुने रहेछ कि के हुने रहेछ भन्ने कुरा हामीले यिनीहरूलाई कटिङ गरेर हेर्ने है। कटिङ गर्नु पर्यो। अब कहिले त पहिला म यसमा गर्छु, त्यसपछि तिमीहरूले बनाएकोमा पनि गर्ने। जुन गर्न पनि भयो, केही छैन। यो कोण ए भनौँ है, जो यहाँ मैले बनाएको छु यो कोण ए, यतातिर बनाएको डी, पुरा नाम बीएसी अनि यसको चाहिँ बीडीसी। अब यो कोण र यो कोण के छ भनेर चेक गर्नको लागि पहिला मैले यिनीहरू दुईटैलाई चाहिँ काट्छु, काटेर यहाँबाट निकाल्छु बाहिर। ल यो कुन कोण हो? यतातिर गयो बीएसी कोण यो हैन। त्यसपछि अब फेरि यसलाई पनि ल मैले यो कोण र यो कोणलाई छुट्टै अलग निकालिदिएँ, त्यहाँबाट निकाले कि नै? बीएसी कोण पनि निकालियो, यो बीडीसी पनि निकालियो। अब हामीले नाप्ने भनेको त यो कोण र यो कोण के कति छ भनेर हो। ल अब यहाँबाट मैले अलग गरिदिएँ दुईटालाई, अरू कुरा छोड। हामीलाई त हेर्नुपर्ने फोकस त हामीले कोणमा भन्दा गर्नुपर्ने हैन। अब हेर्दाखेरि के रहेछ त यो दुईटा कोण भनेर मैले यिनीहरूलाई एक आपसमा यसरी मिलाउने प्रयास गरेँ। मिलाउँदाखेरि यो ट्याक्क चाहिँ एक आपसमा के भएको पाइयो। पछाडिबाट हेर छ, कहीँ केही फरक पर्यो? तलको कुरा होइन, हामीले त कोणमा ध्यान दिने हो नि त हैन। कोणमा ध्यान दिनु पर्यो कि नै?
पहिला अलग अलग थिए तर कस्ता थिए तिनीहरू एउटै चापमा आधारित थिए वृत्तको एउटै चापमा आधारित परिधिका कोणहरूको बीचमा के सम्बन्ध हुने रहेछ भनेर मैले हेर्न खोजेको त्यो हेर्दाखेरि मैले दुईटै कोणहरूलाई त्यहाँबाट काटेर निकालेर एक आपसमा यसरी मिलाउँछु भन्दाखेरि ट्याक्कै चाहिँ योग्य भयो मिल्यो यसको अर्थ के हो वृत्तको एउटै चापमा आधारित परिधिका कोणहरू बराबर हुन्छन् भन्ने हो कि भएन भयो नि योबाट हामीले के निष्कर्ष निकाल्न सक्छौँ भने वृत्तको एउटै चापमा आधारित परिधिका कोणहरू के हुने रहेछन् बराबर अहिले अब कति डिग्रीका हुने रहेछन् भन्ने कुरो गरेका छैनौँ हामीले हैन त्यसका लागि त केही छैन प्रोट्र्याक्टरले हामी नापौँला अब यो नापिसकेपछि जति आयो बराबर भाग हुनाले यो पनि अटोमेटिकली के हुने भयो त्यति नै हुने भयो जस्तै यो कोण नाप्दाखेरि जति डिग्री आउँछ प्रोट्र्याक्टरले त्यसलाई नापिराख्नु पर्यो अब हामीले यो परीक्षणबाट त थाहा पाइसक्यो नि त यी दुईटै कोणहरू के हुन्छन् भन्ने थाहा पाइसक्यो बराबर हुन्छन् भन्ने थाहा पाइसक्यो जब दुईटा कोणहरू बराबर हुन्छन् भन्ने थाहा पाइसकेपछि एउटा कोणको मान हामीलाई थाहा भयो भने अर्को कोणको लागि हामीले केही समस्या रह्यो त रहेन नि उदाहरणको लागि यो कोण चाहिँ 50 डिग्री भनेर यहाँ देखाएको छ भने अब यो कोण कति होला भनेर हामीलाई कुनै समस्या रहने भयो त नरहने भयो किन नरहने भयो भने यिनीहरू त एउटै चापमा आधारित परिधिका कोण हुन् एउटै चापमा आधारित परिधिका कोणहरू त के हुने रहेछन् बराबर भनेर यी दुईटा मध्ये एउटाको मात्रै नाप थाहा हुने बित्तिकै हामीले अर्को पनि यो चाहिँ यदि नै हुन्छ भनेर चाहिँ के गर्न सक्छौँ त निष्कर्ष निकाल्न सक्छौँ।